उहाँले गर्नु भएन, लागू गर्नु भएन। हामी अपोजिसनमा बसेका थियौँ नेपाली कांग्रेस, हामीले कहीँ कतै डिस्टर्ब गरेका थिएनौँ। उहाँहरूले विशेष समिति गठन गर्नु हामीले साथीहरू पठाएका थियौँ। किन अगाडि बढेन त्यो कुरा? मूल कुरा कहाँनिर छ? अझ व्यवहारिक पक्षमा के भन्न चाहन्छु भने कागजमा सम्झौता गरेर पुग्नेवाला छैन, व्यवहारमा लागू गरेर मात्रै पुग्नेवाला छ। 12 बुँदे समझदारीका आशमा कतिपटक सम्झौता भयो, कब्जा गरेर हर जग्गा छोड्छु भनेर छोडियो। संविधान सभाको निर्वाचन पछाडि अगाडिको छोडौँ, अलग परिस्थिति हो। संविधान सभाको निर्वाचनपछि त्यो पनि गणतन्त्र कार्यान्वयन भइसकेपछि, त्यो पनि आफै प्रधानमन्त्री भइसकेपछि, आफैले रक्षा मन्त्रालय लिइसकेपछि, आफैले अर्थ मन्त्रालय लिइसकेपछि उहाँहरूले यो प्रस्ताव किन ल्याउनु भएन? यो प्रस्ताव ल्याएर किन छलफल गराउनु भएन? र आज फेरि हामी गर्छौँ भनेर उहाँहरूले कागजमा भनेका भएर हामीले विश्वास गर्ने आधार के छ हामीलाई? उहाँले बताउनु पर्यो नि। 3 दलको बैठक भयो, प्रचण्डजीले कुरा उठाउनु भयो, हामीले त्यही भनेका छौँ, विश्वास गर्ने आधार देखाउनुहोस् न। संविधान सभाको निर्वाचनपछि यताका दिनहरूमा तपाईँले गरेको जुन प्रतिबद्धता छ, तपाईँ आफै सरकार प्रमुख भएर गरेको जुन प्रतिबद्धता छ, तपाईँले के कारण लागू गर्न सक्नु भएन र अब अहिले चाहिँ लागू गर्नुहुन्छ हामीले विश्वास गर्ने? सेना समायोजन मुख्य हो र संख्या पहिला स्पष्ट हुनु पर्यो अनि बल्ल प्रक्रियामा गइन्छ भन्ने कुरा आइरहेको छ। यो ब्रेक पछाडि हामी त्यसै विषयमा थप छलफल गर्छौँ। आजको सरकारमा हामी कुरा गरिरहेका छौँ माओवादीले प्रस्ताव गरेको खाका, त्यसपछि उत्पन्न परिस्थिति र बहुमतीय सरकारको चरणमा प्रवेश गरेको राजनीतिक स्थितिका बारेमा। प्रदीपजी, अब संख्या तोक्ने भन्ने कुरा अघि यहाँ चर्चा चलिरहेको थियो नि, कसरी तोक्ने त? त्यो भन्दा भनेर नेताले मेरो यति तेरो यति भनेर तोकिने होइन होला। त्यत्रो वर्ष लडेर आए, क्यान्टोनमेन्टमा बसेका छन्, अब यतिकै जा भन्ने पनि होइन होला। केही न केही एउटा मापदण्ड चाहियो नि त संख्या तोक्नलाई पनि। संख्याको सन्दर्भमा एउटा त हामीले प्रष्ट शब्दमा के भन्यो, अघि किशनजीले पनि भन्नुभयो, ठ्याक्कै शब्द त्यही छ। दोज कम्ब्याटेन्ट्स हु आर प्रोपरली रजिस्टर्ड विल बी एलिजिबल टु द पोसिबल इंटीग्रेशन फुलफिलिङ द स्ट्यान्डर्ड नर्म्स अफ सेक्युरिटी फोर्सेस। अर्थात् पोसिबल इन्टिग्रेसन भनिसकेपछि कहीँ न कहीँ ती सबै लडाकुहरू, रजिस्टर भएका सबै लडाकुहरू इन्टिग्रेटेड हुँदैन नै भन्ने कुरा पनि एउटा नर्म्सको कुरा अघि उठाएको थिएँ, तपाईँसँग त्यो क्वेसन गर्न चाहे। त्यो नर्म्स भनेको समायोजनको भनेको छुट्टै हुन्छ कि जुन प्रवेशको नर्म्स हो? प्रवेशको नर्म्स गर्नुपर्छ। प्रवेशको नर्म्स ठ्याक्कै त किन हुँदैन भने हिजो मानौ 52 सालदेखि कोही साथी चाहिँ शस्त्र युद्धमा लागेको रहेछ, या 55 सालदेखि उहाँहरूले भनेको सेना गठन हुँदाको मितिदेखि लागेको रहेछ भने आज 12-13 वर्ष युद्धमा बितायो। अब सेनामा भर्ना हुन या पुलिसमा भर्ना हुन त 18 देखि 21 चाहिएला कि 18 देखि 21 देखि बाहेकका अरू कोही आउनै पाउँदैन भनेको होइन। उमेरको हकमा के एडिसनल व्यवस्था गर्नु पर्ला। शैक्षिक योग्यताको हकमा पनि एउटा सर्टेन टाइम दिएर ब्रिजिङ कोर्स राखेर के गर्न, अथवा तालिमको हकमा पनि उहाँहरूको तालिम र नेपाली सेनाको तालिम त मिल्दैन, त्यसले त सेनाको प्रोफेसनलिजमलाई पुग्दैन। त्यसको निम्ति एडिसनल व्यवस्था गरौँला। तर नर्म्स नै मान्दैनौँ, त्यसो भए के 4 फिटको मान्छेलाई हामी सेनामा स्वीकार गर्छौँ कि गर्दैनौँ? अथवा 65-70 वर्ष पुगेको मान्छे पनि हिजो क्रान्तिमा योगदान गरेका थियो, हिजो एम्बुस थापेका थियो उसले, त्यस कारणले ऊ त योग्य छ? यो त हुँदैन नि बाबा। नर्म्स सर्टेन कुराहरू सुरक्षा निकायका नर्म्सहरू पालना गर्नुपर्छ, तब न त्यो सुरक्षा निकाय हुन्छ। हाम्रो भनाइ त्यो हो। उहाँहरूलाई पर्ने ती साथीहरू जो योग्य छन् ती साथीहरूलाई एडजस्ट गर्नको निम्ति कहाँ फ्लेक्सिबल हुनुपर्छ त्यसको निम्ति छुट्टै व्यवस्था गर्न सकिन्छ। उहाँहरू मातहतको विशेष समिति, मातहतको टेक्निकल समितिले चाहिँ सायद त्यो सम्बन्धमा केही वर्कआउट पनि गरेको छ। त्यो टेक्निकल समितिले यस्तो एडिसनल व्यवस्था गर्नुपर्छ है भनेको कुरामा त हामी सबै सहमतै हुन्छौँ। तर नर्म्स नै चाहिँदैन अथवा नर्म्स नै मानिँदैन, त्यो त पुरानो सत्ताको चाहिँ नर्म्स हो। त्यही पुरानो सत्ताको नर्म्स युएनको एउटा ग्लोबल स्ट्यान्डर्डको निम्ति अच्छा खासा हुने, संसारको 5औं शान्ति भनौँ संयुक्त राष्ट्रसङ्घको चाहिँ शान्ति स्थापना मिसनको 5औं सबभन्दा ठुलो एउटा फोर्सको रूपमा नेपाल रहँदा त्यो नर्म्सले काम लाग्ने। तर अहिले चाहिँ हामी त्यो त प्रतिक्रियावादी सेनाको चाहिँ नर्म्स हो भन्ने हिसाबले जाँदा त हामी कहीँ पुगौँला र? के छ त खाका? जस्तै उहाँले खाका, उहाँको खाकामा हामी एक्सेप्ट हुन सकेन। तपाईँलाई के डर भने डिट्याच होइन एट्याच हुने यो खाका? अनेकौं विकल्प लेखेर विगतका सहमतिहरूलाई झन् तोड्नु हुन थाल्यो भने गम्भीर आशंका हुन थाल्यो। हामी के भन्छौँ भने कुनै विकल्प खोज्नु पर्दैन। विगतमा हाम्रो जे सहमति भएको छ, जे सम्झौता भएको छ त्यसको इमान्दारिताका पूर्वक पालना गरौँ र त्यसको कार्यान्वयन गरौँ न। अब त्यसमा फेरि छुट्टै सहमतितर्फ चर्चा नगरौँ। छुट्टैतर्फ हामी जान थाल्यौँ भनेदेखि तपाईँको हामी पिस प्रोसेसलाई अगाडि बढाउन सक्दैनौँ, संविधान बनाउन सक्दैनौँ। फेरि पनि यो आगामी थप कार्यकाल पनि खेर भएर जान्छ। 1.5 महिना त खेरै गइसक्यो नि। त्यहाँले मूल कुरा चाहिँ के हो भने आज राजनीतिक दलहरूको बिचमा जुन अविश्वास गइरहेको छ, अविश्वास के कारणले गइरहेको छ त्यसलाई एड्रेस गर्नुपर्छ, त्यसलाई सम्बोधन गर्नुपर्छ। के कारणले उहाँहरू हाम्रो बिचमा विश्वास बढ्यो तैले भने उहाँहरूसँग एउटा छुट्टै हतियार छ, उहाँहरूसँग छुट्टै लडाकु छ, त्यही कारण अविश्वास बढेको छ। त्यसको त्यसलाई सम्बोधन हतियारबाट पुरै डिट्याच गरेर तपाईँहरूले भने जस्तो हुनको लागि समय लाग्छ 1 वर्ष।
लाग्दैन। 6 महिना 6 महिनासम्म नेपाल प्रधानमन्त्री भइराख्ने लाग्दैन, हामीले त्यो भनेको छैन। अहिले मैले एउटा प्रश्न एउटा खाका नै आउँछ नि, कागजी खाका त आउँछ नि। यो एउटा खाका बनाए, दुवै पक्षले साइन गर्यो, यति समयमा कार्यान्वयन गर्ने भनिसकेपछि न कार्यान्वयन हुने स्थिति आउँछ, अनि सहमतिको सरकार बन्छ। पहिला पुरै कार्यान्वयन गरेर अनि बल्ल भन्यो भने त 6 महिना कम 6 महिना त तपाईँ भन्दै हुनुहुन्छ, उहाँकै पार्टीले पनि 4 महिना पुरा गर्छ भन्नुभयो। आम हडताल उहाँहरूले फिर्ता लिइसकेपछि नागरिक समाजले उहाँहरूको नेतृत्वले एउटा एड्रेस गर्नुभएको थियो। त्यहाँ स्वयं प्रचण्डजीले भन्नुभएको छ, जुन हामीले 3 हप्ते कार्ययोजना भनेका थियौँ नि, उहाँले 1 महिना कार्ययोजना दिनु 1 महिना कार्ययोजना दिनुभएको थियो। आखिर त्यस बेलादेखि अहिलेसम्म हेर्दा जति बेला रेडिसन होटलमा हामीले गफ गऱ्यौँ मे डे, आज कति भयो, मे सक्यो, जुन सक्यो, आज जुलाई 12 तारिक भइसक्यो होइन, व्यतीत भइसक्यो। आज 2 महिना 12 दिन भइसक्यो। उहाँले हामीले प्रस्ताव राखेकै बेलामा आएको भएदेखि त उहाँले सोचे बमोजिम त 1 महिनामा त्यो कार्ययोजना लागू गर्न सकिन्थ्यो नि त, अनि उहाँकै नेतृत्वमा त सरकार बन्न सक्थ्यो नि त। किन यत्रो बढी उहाँहरूले के अरे शङ्का गर्नुहुन्छ, अविश्वास गर्नुहुन्छ? समस्या यहीँ रहेछ कि समस्या कहाँनिर छ भने हाम्रो एउटै मात्रै रिक्वेस्ट छ, हामी अब समान ढङ्गले नीति विचार कार्यक्रममा आफ्ना हुन्छन्, कांग्रेसको छुट्टी होला, एमालेको छुट्टी होला, माओवादीको छुट्टी होला, त हुन्छ, जनताले जसलाई एक्सेप्ट गर्छ त्यसलाई पत्याउला, त्यसलाई विश्वास दिला, अलग विषय होइन। तर हामी के चाहन्छौँ भने अब कसैले लाठी मुङ्ग्री बन्दुक देखाएर राजनीति गर्नु भएन नि, साथमा छुट्टै राख्नु भएन नि, राज्यको अङ्गमाथि त राज्यको अङ्गमाथि विश्वास गर्नु पर्ने। एउटा उदाहरण दिन चाहन्छु, हिजो पनि हामीले कुरा उठाएका छौँ उहाँहरू समक्ष। कुरा के हो भने भारतले स्वतन्त्रताको लडाइँ लड्दै गर्दा ब्रिटिस साम्राज्य विरुद्ध लडाइँ लड्यो, तर जब ब्रिटिस साम्राज्य पराजित भएर फिर्यो त्यसपछि भारतको सरकारले, भारतीय जनताले त्यही ब्रिटिसले स्थापित गरेको सेना, जुडिसियरी, प्रशासन लिएर भारत अहिलेसम्म बढेर आइराखेको छ। हिजो ठिक छ, हिजो राजा थियो, राजतन्त्र थियो, राजतन्त्र रहिन्जेलसम्म नेपालका राज्यको अङ्ग राजतन्त्र मात्र थिए। तब राजतन्त्र त गइसक्यो, अन्त्य भइसक्यो। अब राज्यका सम्पूर्ण अङ्गहरूमाथि हामीले विश्वास गर्नुपर्छ र यसलाई साथमा लिएर समयानुकूल यसलाई सुधार गर्दै हामी अगाडि जान सक्नुपर्छ। जुडिसियरी भन्नुहोस्, प्रशासन भन्नुहोस्, सेना भन्नुहोस्, प्रहरी भन्नुहोस्, यो माथि हामी किन अविश्वास गर्ने? म वर्षमानजीसँग वर्षमानजी, अब तपाईँहरूले एउटा खाका दिएपछि सहमति बन्छ कि भने चाहिँ सहमति बनेन, अब बहुमतीयतिर लागेको छ होइन। अब तपाईँहरूको खाकाले समाधान दिन छैन, उहाँले के भन्नु भने हामीलाई अझै अविश्वास छ। उहाँले कहाँसम्म भन्नु भने गरेको भए त यो 1.5 महिना पुरा भइहाल्थ्यो, गर्दैनन्, त्यस कारणले अझै अविश्वास छ भन्ने कुरा गर्यो। अब साँच्चै त्यो खाकालाई बिर्सेर हामी बहुमतीयतिर प्रवेश गरेका हौँ अहिलेको अब राजनीतिक स्थिति। अब उहाँहरू दुवैजना कुरो सुन्दा चाहिँ खाका समाधानको लागि माग्नु भएको थिएन भन्ने कुरो पुष्टि हुन्छ। माओवादीले खाका यस्तै ल्याउँछ जो विगतमा सहमति गरिएका छन्, त्यसमा नमान्ने भनेर एउटा मानसिकताका साथ तयार भएको जस्तो। खाका ल्याउनुस् तपाईँले अहिले ल्याउनु भएको खाका चाहिँ विगतको सहमतिकै बमोजिम छ भने तपाईँहरूको मान्ने, एकदम उहाँहरू चाहिँ त्यो मानिराख्नु भएको छ। जसरी हामी खाका राख्ने बित्तिकै उहाँहरू चाहिँ छलफल गर्न तयार हुनु भएन। हिजो मात्रै पनि छलफल हो, त्यहाँ पनि गम्भीरता देखिएन। बरु हतार चाहिँ जस्तै बहुमततिर जाने हतार अथवा तत्परता त्यता चाहियो, यता सहमति बनाउने देखिएन। अनि जहाँसम्म चाहिँ जस्तै मैले स्ट्यान्डर्ड नर्म्सको कुरो गरेँ, प्रदीपजीले राख्नु हो, खास ठाउँ के ठाउँमा लचिलो हुन सकिन्छ भन्नु, हामीले भने पनि त्यही हो। अन्तर्राष्ट्रिय रूपले सेनाका के नर्म्स हुन्छन्, राष्ट्रिय रूपले पनि हुन्छन्, हिजो हामीले बनाउँदा पनि छन्। त्यसैले यसलाई बसेर यो है नर्म्स 18-21 वर्षको मान्छे प्रवेश गर्ने हो भने हामीलाई यो सबै केही पनि चाहिएन। माओवादी भएकै कारणले कहीँ पनि प्रवेश गर्न पाइन भनेको छैन। कांग्रेस एमालेका साथीहरूसँग वार्ता गरेर महिनौं दिन चाहिँ टाउको ठोकाएर हामी सेनामा प्रवेश गर्नु छैन कि एउटा नेपाली नागरिक कम्पिट गरेर जान पाउँछ, कहीँ रोक छैन। त्यसै समायोजन भनेको दुईटा यस्तो तीनवटा अवस्थामा, एउटा चाहिँ राजनीतिक रूपले चाहिँ जित्ने फौजी रूपले बराबर हुँदा समायोजन हुन्छ, अर्को राजनीतिक रूपले पनि सैन्य रूपले नजित्दा चाहिँ वार्ता हुन्छ, समायोजन हुन्छ, अर्को एकले वा अर्कोलाई हराउँछ राजनीतिक र फौजी रूपले, बचेका फोर्स विघटन भएका पराजितहरूलाई लिएर समायोजन गरिन्छ या समाजमा पुनर्स्थापना गरिन्छ। यो कुरो उहाँहरूले कि त समायोजनलाई त्यो रूपले लिनुभएको छैन, माओवादीलाई विघटन गर्ने, घर पठाउने भन्ने, कि माओवादीकालाई नयाँ रिक्रुटमेन्ट गर्ने भन्ने बुझ्नु भएको छ। होइन, यहाँ बुझाइमा अलिकति बहस गरौँ न। हिजो कसरी समायोजन भन्नुभयो? समायोजन त यही 3वटा अवस्थामा हुने हो। त्यही अवस्थामा हामी राजनीतिक रूपले जितेको, राजतन्त्र अन्त्य गरेको अवस्था, सैन्य रूपले बराबरी जस्तो अथवा एकले अर्कोलाई पराजित गर्न नसक्दा वार्तामा बस्यौं। त्यो स्पिरिटमा चाहिँ जस्तै हाम्रा राज्यका सुरक्षा निकायहरूलाई पनि पुनर्संरचना गर्ने, लोकतान्त्रिकरण गर्ने उपयुक्त संख्यामा ल्याउँ। हिजो राजतन्त्रको विरुद्ध लड्ने सेना, जनमुख सेनालाई पनि समायोजन गरौँ र यसको लागि के नर्म्सहरू बनाऊ। एउटा या अर्कोको नर्म्स एक वा अर्कोमाथि लगाउने भने त्यो त बिलै हो।
माओवादीमा सेनामा विलय गर्ने या नेपाली सेनामा विलय गर्ने कहीँ पनि भनेको छैन। समायोजन भनेको एक वा अर्को कुनै फोर्सको राजनीति, संस्कृति, संरचना, त्यसको संस्कृति हावी नहोस् भन्ने दुनियाँभरिको उदाहरण छ। यो यसतिर अहिले बहस नगरौँ, उहाँहरूले बुझ्नुभएको छ, उहाँ त्यो विषयको जानकार पनि हुनुहुन्छ। त्यसैले जो समायोजन भन्दा बाहिर हटेर विलय गर्ने, विघटन गर्ने सोच्नु भएको छ, त्यहीँनिर समस्या एक। दोस्रो, अविश्वास त्यहीँनिर पैदा भयो। माओवादी सेनालाई विघटन गर्ने, विलय गर्ने, अनि राज्यका सेना संरचनाको बलमा उहाँहरू सङ्घर्ष गर्दासम्म हामी आन्दोलनकारी भयौँ। सङ्घर्ष कम्प्लिट भएर राजतन्त्र अन्त्यपछि उहाँहरू शासक पार्टी या सत्तारूढ पार्टी, हामी विद्रोही भयौँ। यहाँनिर उहाँहरू हाम्रो नमिलेको कुरो यहाँ एक। दोस्रो कुरो,